धेरैजना साथीहरूले सोधिरहनु भएको छ, स्किल टेस्ट कहिलेदेखि हुन्छ? स्किल टेस्टको बारेमा केही जानकारीहरू आएको छ कि छैन? केही समाचारहरू आएको छ कि छैन? भनेर सोधिरहनु भएको छ। अहिलेसम्म एचआरडी कोरियाले स्किल टेस्टको लागि कुनै पनि आधिकारिक सूचनाहरू सार्वजनिक गरेको छैन। अब स्किल टेस्ट कहिलेदेखि हुने भन्ने आधिकारिक सूचनाहरू अब चाँडै नै आउनेवाला छ। तपाईँहरू धैर्य गरेर बस्नुहोला, किनभने अहिले नेपालमा इपिएस कोरियन भाषा परीक्षा सन् 2025 को एग्रिकल्चर तर्फको परीक्षा भइरहेको छ। यो परीक्षा चाहिँ मिति 2082 फागुन 3 गतेदेखि सञ्चालन भई आजसम्म निरन्तर भइरहेको छ र यो परीक्षा मिति 2082 चैत्र 18 गतेसम्म चल्नेछ। त्यस पछाडि भने स्किल टेस्टको तयारी हुनेछ। यो पटकको स्किल टेस्टमा भने गएको वर्षहरूमा भन्दा फरक किसिमको हुने भनेर एचआरडी कोरियाले पहिले नै सूचनाहरू सार्वजनिक गरिसकेको छ। तपाईँहरू एकदमै तयारी भएर बस्नुहोला। यो पटकको स्किल टेस्टमा भने सोधिएका प्रश्नहरूको राम्रोसँग जवाब दिन सक्ने र कोरियन भाषा राम्रोसँग बोल्न सक्ने, बुझ्न सक्नेलाई पहिलो प्राथमिकता दिने भनेर एचआरडी कोरियाले पहिले नै सूचनाहरू सार्वजनिक गरिसकेको छ। तपाईँहरू एकदमै तयारी भएर बस्नुहोला।